नमस्ते सबैजनालाई, यहाँ हेरिरहनु भएको दर्शकहरूलाई। मेरो नाम सहारा राई, म सिक्किमबाट वेस्ट पाण्डम रम्फूबाट बिलङ गर्छु। अनि मेरो फ्यामिलीमा मेरो हस्बेन्ड अनि मेरो दुईजना नानीहरू छन्। एकजना 9 वर्षको अनि एकजना 8 महिना। यो चाहिँ मैले मिसेस ईस्ट इन्डिया ब्युटी पेजेन्टको प्लेटफर्मबाट ब्युटी पेजेन्ट कम्पिटिसन गरेर मैले जितेको ट्रफी हो, सेकेन्ड रनर अपको। यो चाहिँ म्यारिड वुमेनहरूको लागि प्लेटफर्म थियो र मैले पनि यसमा पार्टिसिपेट गरेको थिएँ। मेरो चाहिँ यो जुन चाहिँ मिसेस ईस्ट इन्डिया ब्युटी पेजेन्टको प्लेटफर्ममा आउनुको मेन रिजन चाहिँ के हो भनेदेखि चाहिँ वुमेनहरूले कतिवटा आफ्नो इमोसन्सहरू भयो है, कतिवटा आफ्नो फिलिङ्सहरू इच्छाहरू मारेर बसेको हुन्छन् है। अनि स्पेसली न्यू मम्सहरू जो पनि नयाँ नानी जन्माएर सुत्केरीहरू या नयाँ आमाहरू हुनुहुन्छ, उहाँहरू चाहिँ मोस्ट अफ द वुमेनहरू चाहिँ डिप्रेसनको शिकार हुन्छ है, पोस्टपार्टम डिप्रेसन भन्छ जसलाई, जसमा कि जो चाहिँ मैले पनि पहिला फेस गरेको एक समयमा जब मेरो ठुलो नानी सानो थियो त्यो टाइममा। तर मलाई त्यो थाहा थिएन कि म त्यो पोस्टपार्टम डिप्रेसन हो भनेर, जसमा चाहिँ हामीलाई आफैसँग रिस उठ्ने है, सानो सानो कुरामा मन दुख्ने, चिडचिडापन हुने र यो चाहिँ लम्बिँदै गयो भने चाहिँ यो चाहिँ राम्रो होइन, अनट्रिटेबल पनि हुनसक्छ। तर मेरो जुन चाहिँ मेन आउनुको रिजन चाहिँ यही मेसेजलाई चाहिँ अलिकति स्प्रेड गर्नु थियो थ्रु दिस ह्युज प्लेटफर्म। हजुर, यसमा अरू भन्नुपर्दाखेरि अहिलेको नारीहरू धेरै अगाडि बढिसकेको छन् है। जस्तै हामीले इक्जाम्पल लिनु पर्यो भने अस्ति भर्खरै हालैमा सुनिता विलियम्स एस्ट्रोनट हुनुहुन्छ। उहाँ भर्खरै स्पेसमा है कति 6 महिना कति बसेर रिटर्न हुनुभयो। यस्तो यो त ठुलै कुरा भयो। अरू पनि धेरै कुराहरू जस्तै बिजनेसमा भयो है, अनि सिइओ हुनुभयो। धेरै धेरै क्षेत्रमा महिलाहरू पनि अगाडि बढिरहेका छन् है। मेरो हस्बेन्ड, मेरो आमा बाबा जस्तै मेरो नानी 8 महिनाको नानीलाई सम्हालिदिनु भयो मेरो एब्सेन्समा है, उहाँलाई। अनि मेरो साथीभाइहरू सबै जो पनि मेरो वेल विशर्स हुनुहुन्छ है, मेरो मलाई कन्फिडेन्स अझै बढाउने, मलाई प्रोत्साहित गर्ने सबैजनालाई म धन्यवाद दिन चाहन्छु। भन्दा अगाडि चाहिँ मैले सिक्किम टप मोडलमा पार्टिसिपेट गरेको थिएँ अनि मैले त्यहाँनिर मिसेस ट्यालेन्टेडको टाइटल पाएको थिएँ, जितेको थिएँ। हजुर, फ्यासनको वर्ल्ड है, ग्ल्यामरस वर्ल्ड, फ्यासनको वर्ल्ड भन्ने बित्तिकै मान्छेहरूले अब के सोच्नुहुन्छ भने अब नक्कल पारी लुगा लगायो हिँड्यो भनेर है। एक्चुअली त्यो मात्रै होइन, किनकि हामीले यो जुन हामी फ्यासनको पेजेन्टहरूमा भयो है, फ्यासनको वर्ल्डमा भयो, पेजेन्टमा भयो, हामीले फर्स्ट अफ अल त हामीले डिसिप्लिन सिक्नु एकदमै इम्पोर्टेन्ट छ है। अनि कसरी हिँड्ने, कसरी बोल्ने सबैमा त्यहाँनिर अब हाम्रो एउटा रुल्स एन्ड रेगुलेसन्स फलो गर्नुपर्ने हुन्छ।